फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ यस भिडियोमा। बकैया गाउँपालिकाले भारी संख्यामा करारमा शिक्षकको लागि विज्ञापन खुलाएको छ। आज म तपाईहरुलाई सम्पूर्ण जानकारी दिन गइरहेको छु। यहाँ रहेको छ बकैया गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, हाथीसुडे, मकवानपुर, बागमती प्रदेश, नेपाल। शिक्षक आवश्यकता सम्बन्धी सूचना प्रकाशित मिति 2082 2 महिना 7 गते यो विज्ञापन प्रकाशन भएको छ। बकैया गाउँ कार्यपालिकाको मिति 2082 2 महिना 5 गतेको निर्णय अनुसार यस गाउँपालिकामा अवस्थित सामुदायिक विद्यालयहरूमा रिक्त हुन आउने शिक्षक दरबन्दी राहत अनुदान कोटा, सङ्घीय प्रादेशिक तथा गाउँपालिकाका अनुदान कोटामा पदपूर्ति गर्ने परियोजनार्थ बकैया गाउँपालिकाको करार शिक्षक छनौट कार्यविधि 2080 अनुसार तफसिल अनुसारको पद र संख्यामा करार शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र कार्यालय समयमारितपूर्वक फारम भरी दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। अब यहाँ रहेको छ तफसिलमा तपाईहरु यहाँ हेर्नु। यहाँ रहेको छ पद, विषय, विज्ञापन नम्बर, मागपत्र संख्या, दरखास्त दस्तुर, परीक्षाको किसिम रहेको छ। पद रहेको छ यहाँ माध्यमिक त तृतीय श्रेणी रहेको छ, विषय अंग्रेजी, विज्ञापन नम्बर यहाँ रहेको छ। मागपत्र संख्या सङ्घीय अनुदान 3 जना, गाउँपालिका अनुदान 1 जना र यहाँ रहेको छ सेवा सुविधा मासिक रु रहेको छ नियम अनुसार दिनेछ, नेपाल सरकारको नियम अनुसार। दरखास्त दस्तुर रु 1000 रुपैयाँ लाग्नेछ। अब यहाँ रहेको छ पद रहेको छ माध्यमिक त तृतीय श्रेणी, विषय गणित रहेको छ। विज्ञापन नम्बर यहाँ हेर्नु। सङ्घीय अनुदान 6 जनाको लागि विज्ञापन खुलाएको छ। तलब सेवा सुविधा रहेको छ, नियम अनुसार दिनेछ। दरखास्त दस्तुर 1000। विज्ञान विषयको लागि सङ्घीय अनुदानबाट 3 जनाको माग छ र राहत कोटाबाट 1 जनाको माग छ। नेपाल सरकारको नियम अनुसार सेवा सुविधा तलब मासिक भत्ता दिनेछ। अब यहाँ रहेको छ दरखास्त दस्तुर 1000 रुपैयाँ लाग्छ मावितको। विषय रहेको छ लेखा, यहाँ हेर्नु। लेखा विषय विज्ञापन नम्बर यहाँ रहेको छ। साविक उमावि उच्च मावि अनुदान रहेको छ 1 जनाको लागि, तलब सेवा सुविधा नियम अनुसार र यहाँ रहेको छ दरखास्त दस्तुर 1000। परीक्षा हुन्छ यहाँ नेपाल सरकार शिक्षक सेवा आयोगले निर्धारण गरे अनुसार। निम्न माध्यमिक तहको लागि विज्ञापन खुलाएको छ। अब यहाँ हेर्नु। विज्ञान विषयको लागि खुलाएको छ, राहत कोटामा 2 जनाको लागि र गाउँपालिका अनुदानमा 1 जनाको लागि खुलाएको छ। विषय विज्ञान, सेवा सुविधा सबै नियम अनुसार दिनेछ। यहाँ रहेको छ दरखास्त दस्तुर 700 रुपैयाँ। त्यसै गरी यहाँ रहेको छ गणित विषयको लागि राहत कोटाबाट 2 जनाको लागि माग छ र गाउँपालिका अनुदानको 2 जनाको लागि माग छ। तलब यहाँ सेवा सुविधा सबै नियम अनुसार र यहाँ दरखास्त दस्तुर 700 रुपैयाँ बुझाउनु पर्छ। त्यसै गरी अब अंग्रेजीमा रहेको छ यहाँ गाउँपालिका अनुदान 2 जनाको माग छ, तलब सेवा सुविधा नियम अनुसार, दरखास्त दस्तुर 700 रुपैयाँ लाग्छ। अब यहाँ पुनश्चतमा रहेको छ विस्तृत जानकारीका लागि बकैया गाउँपालिकाको वेबसाइट www.bakaiyamun.gov.np मा हेर्न सकिनेछ। नोट शिक्षक सेवा आयोगले लिएको माध्यमिक तथा निम्न माध्यमिक तहको परीक्षामा वैकल्पिक तथा अस्थायी सूचीमा रहनुभएको उम्मेदवारहरूलाई निवेदन, प्रवेश पत्र र नतिजाको फोटोकपी सहित 7 दिनभित्र सिधै सम्पर्क गर्न सक्नुहुन्छ। तपाईहरु विस्तृत रूपमा जानकारी लिन चाहनुहुन्छ भने तपाईहरु गएर www.bakaiyamun.gov.np लेखेर सर्च गर्नु र कति उमेर चाहियो, के चाहियो तपाईहरु त्यहाँ हेर्न सक्नुहुन्छ। ल त आजको लिए यति नै। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु। आजको लिए यति नै। हस्त नमस्कार।